हेलो गाइज, सबैलाई स्वागत छ मेरो भिडियोमा। आज त्यही हाम्रो छ नि त, त्यही भएर आज भोलि हो नि त, त्यही भएर आज त्यही होइन यसो यति हुँदीको भिडियोहरू बनाउँदै बस्ने हो। आज त्यही होइन, उठेर हामी ट्याक्क उठेर यति काम यताउँदै होइन, आज त्यही निकै काम गरिसक्यो क्या। आज चाहिँ ट्याक्कै त थालबटुहरू धोएर होइन सिनिक्कै पारेर भिडियो बनाउनुतिर एकछिन भिडियो बनाइदिउँ भनेर भिडियो बनाएको। यस्तै छ क्या हाम्रो रुम थियो अहिले चाहिँ, ट्याक्क यस्तै हो। दिदीभाइ यहीँ बसिदिन्छ ट्याक्क। अहिले चाहिँ यस्तै छ ट्याक्कै। यता यो चाहिँ मेरो किताब हो क्या, यहाँ चाहिँ यता चाहिँ मेरो किताब हो। मेरो किताबहरू त यहाँ छ, पढेर एकछिन पढेर पनि पढि पनि सक्यो एकछिन यता हुँदै। ट्याक्क हाम्रो यो चाहिँ हाम्रो किचन हो क्या, यतै किचन, यहाँदेखि उता किचन, यतादेखि यहाँदेखि आधी सुत्ने ठाउँ हो क्या हाम्रो चाहिँ। यस्तै छ नि ट्याक्क। यो चाहिँ चस्मा हो क्या, फेरि जोन चामलिङको चस्मा हालेको भयो। लगाइदिनु पर्यो कस्तो देखिन्छ कस्तो। ल त्यो चस्माले कस्तो देखिन्छ यसो कमेन्ट पनि हानिदिनु पर्यो, सुहाएको छ कि छैन यसो होइन। यता हुँदी भनेको नि अब मेरो सामान भनेको यति हो क्या। यहाँ चाहिँ यहाँभित्र छ मेरो कपडाहरू चाहिँ 4-5 वर्ष अगाडिको कपडाहरू पनि यति छ क्या। हामी यतै कपडाहरू फेरि म लास्टै जतन गर्छु नि त। अब फेरि आज चाहिँ होली होइन, अब साथीहरू पनि कोही छैन, त्यही भएर अब होली खेल्नु पनि कतै गइँदैन होला साथीहरू होइन, कोही छैन। त्यही भएर एक्लै जहाँ हिँड्नु पनि रमाइलो नहोला, त्यही भएर आज रुमतिरै बस्ने सोच बनाइरहेको छु। एकछिन भएर अब मान्छे अलिअलि होइन साथीहरू भएछ भने बाहिर पनि भए निस्कन सक्छौँ हामी। अहिले चाहिँ मेरो साथी भनेको त यस्तो जग्गा यही, अहिले साथी भनेको चाहिँ मेरो यही हो क्या। साथीको हालत फेरि यस्तो छ क्या, कहिले काहीँ लास्टै टेन्सन गराउँछ क्या। आफै घरिघरि कोमामा गइहाल्छ साथी, लास्टै टेन्सन गराउँछ। साथीको अवस्था यस्तो छ। के गर्ने भन्दाखेरि ट्याक्क खाना बनाउनु पर्ने छ क्या। मैले हामीले त यत्रो सानो कामहरू सबै लगभग बिहान सकिसक्यो नि त। मैले त कपडाहरू पनि धोइसकेर ट्याक्क अहिले चाहिँ अब खाना पकाउने भनेर अब मलाई भात पकाउनु लगाइरहेको छ। अब खै चामल सबै भिजाइसकेको रहेछ, अब आगो मात्रै लाउनु मात्रै बाँकी। लगभग हामी चाहिँ अब होली खेल्नको लागि जानु भने लगभग तयारी भएको, तर कोही छैन क्या साथीहरू नै कोही नभएर खोइ कतै हामी गइँदैन होला। लगभग यस्तै छ क्या मेरो अहिले। ल म चाहिँ अब एकछिन खाना पकाउनु पर्ने हुन्छ। खाना पकाउँदै भिडियो गर्नु चाहिँ अलिक अप्ठ्यारो हुन्छ, त्यही भएर अब भिडियो गरिदिने मान्छे पनि कोही छैन क्या। अनि त्यही भएर एकछिन मैले चाहिँ भिडियो बन्द गर्नुपर्ने हुन्छ। ल गाइज, मैले चाहिँ भिडियो गर्ने मान्छेलाई खोजेर लिएको छु। तरकारी चाहिँ अहिले यस्तो भइसकेछ नि त, अब पालिसक्नु आइसक्यो यहाँ। अब तिमी कहाँको स्टेप हो भन्यो त? भाटबाटेनी सुपर स्टोरको हेयर सेपले चाहिँ यहाँनिर घरमा सब्जी पकाउँदै खोर्सानी यति लगाइदिन्छु क्या। खोर्सानी यति लगाएर हो क्या, मान्छे यति खुवाउँछु कि म खोर्सानी देख्दैन है, खोर्सानी जस्तै छ क्या, यति लगाएर खुवाउँछु नि त म। के हालेको भन। मिठो तरकारी देखिन्छ कि होइन त? मेरो तरकारी त्यसरी पकाउनु त म चाहिँ प्रायः
अन्त यस्तो पकाइन्छु क्या यता मिठो मिठो पकाएर खुवाउँछु क्या सेव हो यता चाहिँ उसको बुढीलाई मिठो मिठो पकाएर खुवाउने अरे हामी चाहिँ आज अहिले सोच्दा छौँ कि आज होली अन्त हामी कता जाने भनेर सोच बनाइरहेको छौँ तर यो कतै पानी अलिक धेरै भयो होला हो थाहा भएन। हेरसेपको सब्जीमा अब के गर्ने यसलाई यसलाई छोप्ने यसलाई छोप्दिनु ल अलिक पर अलिक पुरा जानु अरे अब एकचोटि डान्स गरिदेऊ न त तरकारीमा काट्दैछ म के भन्नु खोजिरहेको भने यहाँ हाम्रो चाहिँ यो क्या रुम देखाइन्छ यो हाम्रो रुम जो चार्मिङको फ्यान यहाँदेखि यता किचन हो यहाँदेखि हाम्रो अर्को रुम room हो हो। क्या। यस्तो छ क्या परदेशी जीवन यस्तै छ त्यहाँ अब भात तरकारी पनि खतरा तरकारी बनाउँछौँ फेरि अहिले के हो थाहा छैन डढो ल हामीले होली खेल्न गइँदैछ हाम्रो टिम चाहिँ भेला भइसकेको छौँ हिँड्दै छ कहाँ हो कुनि यता परतिर कहाँ हो कुनि बजार कि कता हो चोक कि कता अरे अहिले हिँडेको थिएँ हामी आज त्यति साह्रो होइन मलाई चाहिँ जानु चाहिँ मन थिएन क्या किन भन्दाखेरि अब म चाहिँ मेरो चाहिँ त्यति साह्रो साथीहरू कोही छैन नि त त्यही भएर त्यति साह्रो जानु चाहिँ मन थिएन त्यही पनि यसो साथीहरू कोही नभए पनि त्यति अनि हिँडिदिउँ न त भनेर हिँडेको यसो अलि थोरै भिडियो बनाउनुको लागि मात्रै भनेर म चाहिँ हिँडेँ क्या अब बजार गइदिनु हुन्छ क्या अब होइन अलिक बजार जानु ठिकै छ पैसा चाहिँ हामीसँग मसँग चाहिँ 1 रुपियाँ छैन त्यही पनि हिँडिरहेको छु एउटा अलिकति अबिर किने पैसा पनि छैन क्या मसँग त्यो अहिले चाहिँ अबिर छैन अबिर छैन ओहो अबिर नै छैन अरे अनि यस्तो अघिसम्म क्या मैले त अघिसम्म चाहिँ त्यस्तो बाहिर ननिस्किने भनेर योजना बनाइरहेको थिएँ मलाई त्यो दिगदार लाग्छ नि त बाहिर निस्केपछि कपडाहरू फोहोर भइहाल्छ अब त्यो कपडा कहिले धुनु त्यही भएर मलाई चाहिँ त्यस्तो लाग्छ क्या दिगदार लाग्छ त्यही भएर म बाहिर त्यति साह्रो निस्किने मन लाग्दैन यहीँ हो हामी आएको यस्तो छ क्या अब होइन पानीले भिजाइदियो क्या अलिअलि अब आफै लाउँछु यस्तो छ क्या अब मेरो होली चाहिँ यसरी नै रमाइलो यसरी नै मनाउँछु नि त ल होली मनाइयो जे भन्यो भने होइन यस्तो विशेष साथीहरू कोही छैन नि त त्यही भएर एक्लै आफै होइन अबिर लाउँदै अब लुगा हेर्दा चाहिँ अलिअलि फोहोर भइगएको छ मलाई त्यो लास्टै चिन्ता लाग्छ क्या अब लुगा फोहोर भएपछि धुनै अब कहिले धुनु होइन धुनै भ्याइँदैन नि त त्यही भएर चोकतिर आइपुग्यो हामी त चोकतिर लगभग आइपुग्यो होली खेल्ने अरे क्या फेरि हेरौँ न यस्तो छ होली खेल्ने ल हामी त्यो अहिले होइन यता कहाँनिर आइसक्यो भने यहाँ आइसक्यो नि त थाहा छैन क्या मलाई क्या आफै यहाँ भनेपछि कहाँ आइपुग्यो हामी कहाँनिर अरे गोर्खा डिपार्टमेन्ट भन्नेमा आइपुग्यो ल दमकको गोर्खा डिपार्टमेन्ट भन्ने ठाउँमा चाहिँ आइपुग्यो अहिले चाहिँ होइन अगाडिहरू अहिले मान्छेहरू अलिअलि देखिन अलिक यता रहेछ नि त यता सबजना मान्छे लगभग थुप्रिसकेको रहेछ यहाँ के हो रमाइलो रहेछ तर मलाई चाहिँ त्यस्तो साह्रो रमाइलो लागेको छैन नि त किन भन्दाखेरि होइन अब मेरो चाहिँ लगभग मिल्ने साथीहरू पनि त्यति साह्रो कोही छैन कि त्यही भएर क्या मलाई चाहिँ त्यति साह्रो रमाइलो लागेको छैन क्या भिडियो गर्नुको लागि मात्र यसो निस्केको हो के छ यहाँ कन्सर्ट छ क्या लाखेको निकाल्यो क्या के हो She's
गइसकेपछि म त यहाँ आएको मैले त यार केही बुझिनँ पनि थियो अर्को लाग्यो मलाई फेरि यस्तो मनै पर्दैन नि त फेरि हाम्रो यति नै हो क्या यहाँसम्म आज यहाँ मान्छेहरू टन्नै छ यता हुँदै मान्छेहरू अझै रहेछ भन्ने छ अब होइन गीत गाउनेहरू दिएको चिन्छौ ए त्यत्तिकै दिमागले केही नसोच्ने बनाइदियो त्यत्तिकै गीत त सुन्यो तर होइन अब रमाइलो हुँदो रहेछ जस यसो हेर्दाखेरि सबैलाई रमाइलो जस्तो देखिँदै थियो होइन रमाइलो हुँदो रहेछ तर म चाहिँ अलिक होइन बेग्लै खालको सुन्दा त्यही भएर मलाई त्यति साह्रो रमाइलो लाग्दैन क्या यस्तो एक त अलिक होइन म भिडभाडमा त्यति साह्रो ठिक लाग्दैन क्या अलिक शान्त टाइप शान्तै ठाउँतिर चाहिँ मलाई ठिक लाग्छ क्या त्यही भएर आज छुट्टीको दिन पनि सकिनु लाग्यो त्यतिकै केही गर्दा त्यत्तिकै बित्यो यार यो सालको होली पनि यो सकियो भन्दा हुन्छ अब चाहिँ मैले त होइन होलीको अनुभव त धेरै ठाउँतिर गरिसकेँ नि त काठमाडौँमा पनि गरेछु एकचोटि होलीको अनुभव अहिले यता दमकतिर पनि लगभग भइसक्यो अब कहाँ घुम्नु पर्ने हो जिन्दगीमा थाहा छैन कोही अरू त हामीले कोही भेटिनौँ त हो नि अनि को आउँछ भन्थ्यो त अनि खै को थाहा भएन होइन सर म त मलाई बोलाएको हजुर ए भइहाल्छ नि यस्तो भएपछि त म झन् निकालिहाल्छु नि त उहाँ सबजना होइन हजुर च्यानल भनेको एआर साइलेन्ट 7 भन्ने छ तर छैन सब्सक्राइब त्यति साह्रो छैन ल हुन्छ तपाईँहरू यतै हो ल हुन्छ है रमाइलो गर्नु है मजाले हाम्रो त्यही अब त्यस्तो यो त काम पनि गर्नुपर्छ कि त्यही भएर अब यसरी त्यही भएर भोलि कामतिर पनि जानु पर्ने हुन्छ त्यही भएर अहिले हामी छिटै लागिगएको हुन्छ है रमाइलो गर्नु है राम्रोसँग कहाँ गयो साथीहरू होइन रमाइलोतिर त्यति साह्रो हामी डुल्नु भ्याइँदैन क्या अब गएर सरसफाइ गरेर होइन आज चाहिँ म कतै नजाने भन्ने त्यतिकै घरतिर कोठा रुमतिरै बस्ने भन्ने सोचले बसिरहेको थिएँ होइन तर दिदीहरू सबैजना आउनु भएछ नि त त्यहीँ हाम्रो सबैहरू एकै ठाउँ नि त त्यहीँ काम गर्ने हामी सबैजना त्यहीँ काम गर्छौँ नि त त्यही भएर हौ त्यहीँ सबैजना आउनु भएछ नि त्यही भएर होइन त्यस्तै हो होइन मोड चेन्ज भयो क्या जानमा लागेको अनि हिँडी पनि गयो त हिँडेर होइन उहाँ पुगेर हामी फेरि फर्किसकेको क्या हामी त्यस्तो होइन ठिकै छ त्यस अलिअलि रमाइलो हुँदो रहेछ म त अब त्यस्तो कन्सर्ट हुने त गएको अनुभव त छैन नि त ठिक रमाइलो हुँदो रहेछ मोड अर्कै पारिँदो रहेछ टेन्सन भएको बेला त्यता जानु पर्ने रहेछ क्या सो हामीदेखि आज होइन बजार घुमेर पनि आइसक्यो क्या यता आज होली मनाएर होली मनाएर पनि आइसकेको अनि यहाँबाट चाहिँ भ्यू कस्तो देखिन्छ भने नि यस्तो देखिन्छ क्या यहाँबाट वरिपरि राम्रो देखिँदो रहेछ यहाँबाट यस्तो यहाँ चाहिँ म लगभग यो छतमा चाहिँ पहिलोचोटि निस्केको आएको चाहिँ 3 महिना जति भइसक्यो तर यहाँ छतमा चाहिँ निस्केको थिइनँ नि त पहिलोचोटि हो यताबाट जस रमाइलो सबै ठिकै यसो भ्यू हेर्नु रमाइलो रहेछ यताबाट ट्याक्कै यता यस्तो छ यता हुँदै यस्तो छ कहाँनिर साँच्ची भाटबाट हिँड्दै यता कता थियो त्यसको मुनि हेर्नु अनि त्यसको उता हेर्नु न मैले देखिसकेँ यहाँ यो घरको उताबाट उहाँ रहेछ क्या भाटबाट हिँड्थ्यो अनि हामीले यता चाहिँ यति निकै उरा हो नि त हामीले बसेको यहाँबाट जानुपर्छ क्या हामीले नि जस यो घर पनि निकै अग्लो रहेछ यहाँ बसेर होइन भ्यूहरू चाहिँ जस राम्रै देखिँदो रहेछ यता हुँदै
जस अलिअलि घुम्यो रमाइलो ठिक ठिक रमाइलो भयो त्यति साह्रो रमाइलो त भएन होइन त्यति साह्रो अब त्यस्तो साह्रो रमाइलो भनेको अब साथीभाइहरू हुँदाखेरि हुने हो साथीभाइहरू त्यति साह्रो छैन नि त त्यही भएर त्यति साह्रो रमाइलो पनि भएन त्यत्तिकै होइन होली पनि लगभग सक्यो क्या गयो अब गयो यतातिर त्यस्तो हुन्थ्यो नि त अब त्यो होलीमा चाहिँ जे होस् बाहिरतिर निस्किँदाखेरि अलिक गाह्रो हुन्छ सबैले रङ दलिदिन्छ त्यस्तो भन्ने हुन्थ्यो नि त त्यस्तै बुझेको नि त त्यही भएर तर त्यस्तो चाहिँ होइन रहेछ क्या त्यस्तो चाहिँ मलाई डर लागेन क्या त्यस्तो गाह्रो हुन्छ होइन भन्ने त्यही बाहिर निस्किनु चाहिँ गाह्रो हुन्छ त्यो रङ दल्दिएर होइन रङ दल्दिएर चाहिँ जे रङ दलिन्छ धेरै त्यस्तो बिजोग पार्छ भन्ने त्यस्तै लोला हानेर होइन त्यस्तो भन्थ्यो नि त तर त्यस्तो पनि थियो होला तर अहिले चाहिँ त्यस्तो छैन रहेछ जो पाए त्यसले रङ दलिदिन्छ त्यस्तो भन्ने जस्तो बुझेको थिएँ नि त मैले चाहिँ तर त्यस्तो होइन रहेछ म होइन यति गएको थिएँ अब होइन यतिकै आयो नि त कसैले त्यस्तो रङसँग पनि त्यस्तो लगाइदिने मान्छेहरू पनि त्यति साह्रो थिएन त्यस्तो जस रमाइ ठिकै हो म त त्यति साह्रो रङ होइन रङहरू पनि त्यति साह्रो खेल्दिनँ पनि त खेल्नु पनि त्यति साह्रो मन लाग्दैन होइन केटाकेटीमा चाहिँ जस रमाइलो हुन्थ्यो पहिले हामी सानो उमेरमा चाहिँ क्या पहिले केटाकेटी हुँदाखेरि चाहिँ जस रमाइलो हुन्थ्यो नि त्यस्तो रङहरू दली खेल्नु होइन तर अहिले चाहिँ अलिक ठुल्ठुलो भएपछि अलिक लाज पनि लाग्ने होइन अलिक रमाइलो नहुने क्या बहिनी त्यहाँ मात्रै अहिले यहाँ छतमा आइरहेको छु नि त यहाँ भिडियो बनाउनुको लागि भनेर आएको क्या मैले चाहिँ अब हामी चाहिँ लगभग छिटै आयो क्या त्यता उहाँ पर कन्सर्ट त भइरहेको थियो तर मैले चाहिँ कन्सर्टमा गएको होइन गर्मी उसै त्यस्तो गर्मी थियो नि त होइन गर्मीले पसिना आएर अनि यस्तो धेरै गर्मी भयो कि त्यही भएर नि त्यति साह्रो हामी चाहिँ बसेन क्या त्यहाँ एकछिन बस्यो होइन त्यति साह्रो अब रमाइलो थियो माहौल त त्यहाँ रमाइलो देखिँदै थियो तर हामीलाई त्यति साह्रो रमाइलो फिल भएन क्या अब त्यही 3-4जना होइन हामी त्यति 3-4जना होइन 500जना थियौँ होला त्यति थियौँ त्यही भएर पनि रमाइलो नभएको होला रमाइलो हुनुको लागि त्यो साथीहरू चाहिन्छ धेरैजना साथीहरू भयो भने चाहिँ जेस रमाइलो हुन्छ हामी चाहिँ अनि किन छिटो आइगयौँ भने नि अब हामी चाहिँ भनेको त्यस्तो होइन एकछिन गएको थियौँ एकैछिन आइगयौँ क्या किनभने अब हामी चाहिँ भोलि कामतिर पनि जानुपर्छ नि त त्यही भएर अहिले आएर नुहाइधुवाइ गर्नुपर्ने हुन्छ अब कपडाहरू धुनुपर्ने हुन्छ कपडा धोएर कपडा धुनु नभ्याइँदैन नि त आज अब त्यस्तो फोहोर भइरहेछ त्यही भएर कपडाहरू पनि धोइहाल्नुपर्ने छ नि त त्यही भएर हामी छुट्टी आइयो क्या काम गर्नेहरू चाहिँ होइन त्यति साह्रो डुलिराख्नु पनि भएन नि त ठिक साह्रो भुलिराख्नु पनि भएन नि त होइन अब त्यस्तो पनि कुनै हाम्रो समय छैन क्या त्यति साह्रो डुलिराख्ने अलिकति गयो एकछिन रमाइलो यसो हेऱ्यो डुल्यो घुम्यो आइगयो क्या हामी चाहिँ आज दिनभरि डुलिराख्यो भने पनि भोलि कामतिर पनि काम गर्नु गाह्रो हुन्छ त्यही भएर छिटै आइगयो क्या हामी चाहिँ बहिनी फेरि यस्तो छ क्या अब पढाइ त्यही खतरा छ अरे 0 छ अरे तर मान्छे त्यही जे ठिकै छ मेरो साथीहरू चाहिँ यस्तै हुन्छ क्या केटाकेटीहरू हुन्छ क्या साथीहरू चाहिँ लगभग जहाँ जाँदा पनि केटाकेटीहरू हुन्छ क्या साथीहरू चाहिँ मेरो चाहिँ फेरि क्या त्यहाँ पर त्यहाँनिर त गोर्खा डिपार्टमेन्ट के भन्नेमा त्यति साह्रो धेरै भएन क्या त्यहाँ अब होइन त्यस्तो भिडियो गर्नु त गइरहेको थिएँ खोइ के भएर पनि भएन रहेछ भिडियो अनै गरेको थिइनँ रहेछ अरे अझै यहाँदेखि त भुटिया आवार पनि देखिन्छ भ्यू टावर भन्नु न कहाँ छ भ्यू टावर देख्नु हुँदैछ नि ऊ तक लौटे कहाँनिर परको उयो लिएर यस्तो पनि भ्यू टावर हुन्छ कुन हो यो हो यो घरको यतापट्टिको यो कालो ए यो ए यहाँनिर रहेछ नि त भ्यू टावर ए अलिकति दादा चढ्नु भयो पऱ्यो होइन कहाँनिर
के छ नदीबारीको रुखहरू छ नि उ त्यो नदीबारीको त्यसको उतापट्टि हेर्नु त खेल्दै गरेको छ ए त्यहाँनिर ग्राउन्ड छ त के अगाडि कहाँनिर उता खेल्दै छ त कमला जस्तै मान्छे देखिँदैन छैन एकचोटि जुम हानिदिउँ त कतिको जुम कतिको देखिन्छ ल जुम गर्दाखेरि कतिको आउने ओके उता हौ ए त्यो देखिन यार के भयो हाम्रो स्कुलको बाटो हो यस्तो जाँदाखेरि उता हाम्रो साथी यहाँ चाहिँ ग्राउन्ड छ क्या एउटा ठुलो यसो जुम गरेर हेर्दाखेरि त्यस्तो देखियो टमकको भ्यू चाहिँ यहाँबाट चाहिँ यो घरबारको छतबाट त्यस्तो देख्यो यहाँबाट झन् राम्रो देखिन्थ्यो होला है यहाँ माथिबाट यहाँ माथिबाट अझै यहाँ माथि जानु सकिँदा है यस्तोमा यहाँबाट झन् राम्रो देखिन्थ्यो होला वरिपरि यस्तो देखिन्छ क्या यहाँ चाहिँ वरिपरि ट्याक्क वरिपरि चाहिँ यस्तो क्या भिडियोमा चाहिँ यस्तो देखिन सक्नुहुन्छ क्या नभए सधैँ होइन एकै तरिकाको म यता कामतिर हिँड्दै गरेको त्यो खालको मात्रै भिडियोहरू मात्रै लगाइराखेको हुन्थ्यो नि त अब त्यस्तै छ क्या हामी कहीँ जानै त अब त्यस्तो कहीँ जानै त पाइँदैन समय नै मिल्दैन नि त त्यही भएर अहिले चाहिँ मेरो भिडियो भनेको यस्तै मात्रै भइरहेको हुन्छ अब मेरो फेरि भिडियो बनाउने उद्देश्य चाहिँ के छ भने नि त्यो पनि म कुनै अर्को भिडियोमा भन्छु फाल्दै छ क्या मेरो उद्देश्य भनेको भिडियो बनाएर कमेन्ट गरिदिनु होला सिल्भर प्लेट बटन यो घरमा भिडियो बनाउने गर्दा त म त होइन म पनि छु नि बहिनीले पनि बनाउँछ अरे बनाउनु पर्छ क्या लगभग भिडियोहरू चाहिँ लगभग बनाइराख्नुपर्छ होइन कुनै बेला यसो भिडियो चल्दियो भने होइन भिडियो राम्रै भइदियो भने तर म यो यस्तो गरेर फेरि पक्रिँदैन नि त घामले पोलो यार घामले पोलो म झरेँ यार भिडियो चाहिँ जस अलिअलि बनाएर हालिराख्नुपर्छ क्या भिडियो चल्दियो भने त होइन अलिअलि एक दुईवटा भिडियो चल्दियो भने जस राम्रै हुन्छ मेन भिडियो चल्यो भने के हुन्छ भने पैसा त्यही हो अलिअलि पैसा आउँछ पैसा त्यो अनि आफ्नो हुन्छ होइन अब के गर्ने पैसाले के गर्ने भन्ने कुरो चाहिँ त्यसमा भर पर्ने हो यसको यो विषयमा त मैले किन भिडियो बनाउँछु भनेर चाहिँ होइन किन यसरी भिडियो बनाइरहेको छु भन्ने मेरो अर्कै छ अरूको होइन भिडियो बनाएर होइन भिडियो चलाएर चाहिँ जस के गर्ने सोच मेरो अर्कै उद्देश्य अर्कै छ क्या म अर्कै भिडियोमा भन्छु त्यसको बारेमा चाहिँ लाइक सेयर कमेन्ट गरिदिनु होला यो दादाको कमेन्ट आज होइन बजार यता बजार नै भनौँ बजारतिर चाहिँ होली खेल्नु भनेर चाहिँ गयो तर होइन तर कस्तो एक्लो फिल भयो क्या साथीहरू कोही छैन नि त मेरो त्यो मिल्ने अब त्यस्तो साथीहरू नै छैन नि त त्यही भएर भएन नि त दिदीहरू त्यस्तै दिदी बहिनीहरू त हुनुहुन्थ्यो तर अब होइन अब मेरो फेरि यस्तै रियलमा चाहिँ क्या त्यस्तै हो क्या मेरो फेरि साथीहरू पनि त्यति साह्रो छैन नि त एक्लै प्रायः अलिकमा साथीहरू पनि त्यति साह्रो धेरै पनि बनाउनु त त्यस्तो साथीहरू होइन त्यति साह्रो बनाउनै सक्दिनँ क्या कसरी साथीहरू होइन साथीहरू त्यस्तो धेरै अलिअलि हुँदा त ठिकै लाग्छ कि राम्रै लाग्छ कि साथीहरू धेरै राम्रो हुँदा त राम्रै लाग्छ तर मसँग त्यति साह्रो साथीहरू नै मसँग नजिक त्यति साह्रो हुँदैन क्या प्रायः त्यति धेरै छैन नि त अहिले पनि गाउँतिर चाहिँ थियो क्या अलिअलि एक दुईजना साथीहरू थियो अलिक नजिक त्यस्तो साथीहरू थियो तर अहिले त्यति साह्रो तिनीहरूसँग सम्पर्कमा पनि छैन फोनमा पनि त्यति साह्रो बोलचाल पनि भएको छैन तर तिनीहरूलाई म एकदम सम्झिन्छु क्या तिनीहरूलाई चाहिँ एकदमै सम्झिन्छु क्या अनि यस्तो बेला त होइन बजार हुँदै कता गएको बेला चाहिँ लास्टै याद आउँछ क्या साथीहरूको हुन्छ भने रातो दिल पठाउनु राम्रो हुन्छ भने कालो दिल पठाउनु कतिको के भन्दैछ बहिनीले मैले त कुरा बुझिनँ के भनेको अलिक मजाले भन न यो दादा हेन्सम हुन्छ भने रातो दिल पठाउनुहोस् रातो दिल कस्तो रातो त्यस्तो दिल पनि हुन्छ अनि यो दादा हेन्सम हुन्न भने कालो दिल पठाउनुहोस् कतिजनाले म हेन्समै छुइनँ कसरी अनि हेरौँ कतिले गर्छ कि कतिले गर्दैन हुँदैन मलाई कसैले पनि त्यस्तो गर्दैन म राम्रै छुइनँ नि त त्यही भएर मलाई कसैले पनि दाँत भाइ के पनि राम्रो दाँतै राम्रो छ खराब जस्तै छ त कस्तो यो बहिनीले चाहिँ मलाई क्या कस्तो भनिदिइरहेको क्या अनुहार नै राम्रो छैन अरे भनेर भनिदियो ठिकै हो मेरो त्यस्तो छैन मेरो के